पानी कहाँ भाउजू कहाँ उठेको नागा यस्तो यस्तो गर्ने एक रुपियाँको भए यस्तो राम्रो सिकाउने यो दाजुभाइ गुरु 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 यो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल सबैजनालाई स्वागत छ। आज हामी फेरि बर्दुबई घुम्न जान लागेको। आज ईदको छुट्टी पारेर हामी घुम्न जाँदैछौँ। धेरै दिन भयो बर्दुबई नगएको जाँदैछौँ। सो लेट्स गो। हामी बर्दुबईमा के गर्नेछौँ तपाईँहरूले कोसिस गर्दैछौँ। फाइनली बस आयो र हामी बसमा बसेर सरर गयो। मेट्रो स्टेसनसम्मको लागि बस चढ्यो। अब हामी सेन्टर पोइन्टबाट फेरि कहाँ जानेछौँ त? सेन्टरबाट कहाँ जाने? बल्ल होइन यिनी हुन्छ अरे युनियनबाट बल्ल आउँछ। बिचारी के छ? चलो 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 या मेट्रोमा बस्यो। मेट्रोबाट युनियन जाने 1 मिनट आइसकेछ। जम्मा 1 मिनट बाँकी। चटपटे खाना लाग्यो। चटपटे आज यहाँ खाने अहिले चाहिँ अलिक डिफ्रेन्ट सिस्टमेटिक नेपाली के हो पारा कपालमा आयो त दुबई लाग्छ नि। एउटा चाहिँ साथी आइपुग्यो भनिस्। नमस्ते मेरो दाइ ब्लग बनाउँदै भनेको कडा कति दिनपछि भेट भयो? 15-20 दिन भयो होइन होला 2 वर्ष भयो। ह्यान्डसम बोय मेरो भाइ कडा। के हान्नु ल? चटपटी खाने के खानु हो? भयो चटपटी खाने भने चटपटी खाने आउँदैछ अरे चटपटी खाँदै बडा पिरो रहेछ यार टन्नै। पिरो छैन हौ यस्तो पनि पिरो हुन्छ। धेरै दिनपछि खायो बर्दुबईको त हो। पहिला उयो त्यो चौरमा हुँदा खाएको। नमस्ते कुन चाहिँ लानु अलिक घटेको छैन परै यो हुन्छ यही लगाइदिनु न। यो के साह्रो हो झिके त नहुनु खोल्नलाई कस्तो हामी आफूले खोल्न सक्दैन क्या दाइले यस्तो प्राइस त उस्तै हो। मेकिङ चार्जहरू डिफ्रेन्ट हुँदो रहेछ। मेकिङ चार्जमा पनि डिफ्रेन्ट पऱ्यो। आज किन्न चाहिँ किनेको तर थाहा छैन कहाँ चाहिँ किन्नु कहाँ लगेर म्याचिङ हुन्छ। लालपछि के माछा आउँछ होइन के हो आएन नो आइडिया। ग्राममा भन्नुहोस् न हजुरले। ग्राममा यो अब 8 लाख भनेपछि मन पऱ्यो भने लिनु न। उहाँले त अब मेकिङ चार्ज धेरै जोड्नु भएको रहेछ भन्नुभएको छ। योभन्दा अलि ठुलो छैन है? अलि मोटोमा लगाएर हेर्नु न।
नागा यस्तो यस्तो गर्ने तलपट्टिबाट आफैले छिराउनु ए, जानु। तलपट्टिबाट आफैले छिराएर अनि त्यस्तो माथिको भाग अलिक मोटो हुन्छ छिराउनु दुख्छ है गचरमा आफैले फिक्स गरिदिनुहोस् खै कति कुसाउँदो रहेछ कि नि पहिला हेर्नु पऱ्यो नि ए हो उल्टा सुल्टा यो हो। होइन त्यसलाई अब घुमाएपछि चाहिँ फिक्स गरेर मिलाइदिनुहुन्छ च्याप्नै त खाने होइन यस्तो होइन चेप्न पनि चेप मिलाउनु पऱ्यो अलिअलि मिलाइदिनु हुन्छ होला नि पैसा पनि मिलाएरै भनेको हो पैसा घर छ हो अब घर छ भनेर हुँदैन नि त लिने हो टाइम टाइम ए स्पोन्सर होइन बनाइसकेपछि धेरै नै बनाउने यहाँ चाहिँ पार्टी टाइम सुरु गरिदिएर सँगसँग सुरु गरेको भर्खरै हो नयाँ नयाँ एक दुईवटा छ हुक्कातिर मलाई नै खोजिदिउँ आज त के हो लक्ष्मीपति आज त मुडै अर्कै छ त भोलि ए हो सिसाइ के हो ब्याग छ एउटा हातमा ब्याग छ भने कुनैतिर बस्नु न के भयो कुनैतिर आज होलिडे भएर होला अच्छा ऐसा है के खान्छ जाडो छ कहाँ हो के हो के साह्रो ह्यान्डसम भनेर आएको हेर्न न कहाँ उठेको यता पिक्दै खाने भयो। हुक्का पारी यो धेरै हुक्का खाने मान्छे किन गरेर गर्ने यसले सिकाएको हो नि त मलाई सिकाएको यही मान्छे गुरु यही हो तेरो गुरुलाई देखाउनुपर्छ हो 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 फर्स्ट टाइम हुक्का सानो पठाउने कता राम्रो छ सिकाउने यो दाजुभाइ गुरु 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 यो मड्का मड्का तेल किन तेलको पनि भिडियो बनाउने त्यही हो नि भिडियो चेस गर्न मलाई फेरि साथी चेस गर्दा कति किरो यसको कति जति भयो नि साथी होइन के पानीमा त त्यति बेसी खाँदै होला जस्तो भयो क्या खाजा खाना उता गयो भने ढिलो हुन्छ कि लेट पनि बनाउँछ ओ केटा हो खाजा पनि आइयो है खाना मन लाग्ने क्या यता फर्केछ आउने हो ग्रेट नेपाली मामा नेपाली फुड तर सुनको भयो मेरो विचारमा घट्ला धेरै नै घट्ला भन्ने कहिले पनि आश नगर्दा हुन्छ होला। 2 वर्ष अगाडि होइन 2023 तिर क्यारे 218 मा बनाएको थियो त्यतिखेर हामीलाई महँगै लाग्थ्यो अहिले अनि 530 पुगिसक्यो अहिले नि महँगै लाग्छ कडा देखाएको छ त भन्छ हिरो देख्छ अब यो त टप हिरो है हिरो देखेको छ कस्तो टलो धेरै लामो हुन्छ ए ठिक छ ह्यान्ड जितेको यो भाइहरूसँग छुटिसकेपछि हामी चाहिँ बर्दुबाईको समुद्रको वरिपरि रहेको निकै रमणीय ठाउँहरू एकछिनको लागि
घुमघाम गऱ्यो, एकछिन रमाइलो गऱ्यो र एकछिन थोरै आनन्द लियो। त्यसपछि हामी पनि रुमतिर फर्किने सोच गरे र यता रमाइलो एरिया सबैभन्दा सस्तो बोट चढ्ने दुबईको सबैभन्दा सस्तो बोट चढ्नको लागि हामी त्यस मार्केट हुँदै हामी भित्रै दुबईको एकदमै सस्तो र रमाइलो बोट चढ्नको लागि हामी पुगे बोट चढ्ने ठाउँमा। यो चाहिँ दुबईको बोट, स्पेसल बोट। यो दुबईको स्पेसल बोट भयो। यसमा चाहिँ 20 वर्षदेखि एउटै प्राइस छ अरे, जम्मा 1 दिरहममा स्पेसल बोट चढ्न पाइन्छ। हेर्नुहोस् स्पेसल ठाउँ छ, आज रमाइलो रहेछ, धेरै बोर्डहरू छ जम्मा। हामी पनि यसमा यहीँ बस्दा हुन्छ। आज म टुर गर्ने अलि यता बस्छ ल, मान्छे आउँछ त्यहाँबाट 2 जना आइसक्यो। जम्मा 1 रुपियाँको भाडा, 1 रुपियाँको बोट यस्तो दामी छ, रमाइलो छ दुबई। है साथीहरू, हामी चाहिँ वारीबाट पारी बेरातिर जाँदैछौँ। यसमा चाहिँ तपाईँ पारीबाट वारी आए पनि वारीबाट पारी गए पनि 1 रुपियाँ मात्र लिने गर्छ। एकदमै लो बजेटमा हामीले समुद्रको बोटको मजा लिन सक्नुहुन्छ। यो चाहिँ दुबईको स्पेसल लाग्छ मलाई। सो तपाईँहरू पनि यसको मजा लिन सक्नुहुन्छ सानो बजेटमा। फुल यहाँ आएर तपाईँहरूले इन्जोय गर्न सक्नुहुन्छ। 1 दिरहममा पारीबाट वारी आउनलाई, वारीबाट पारी जान पनि 1 दिरहम हुन्छ। आनन्द छ। दुबई घुम्नको लागि साथीहरू धनभन्दा पनि मन चाहिन्छ, किनभने आज हामीले दुबई घुमेर आयो 50 दिरहमभन्दा कम बजेटमा। त्यसैले दुबईमा रहनुहुने सम्पूर्ण साथीहरूलाई हामी पनि यो भन्न चाहन्छु, तपाईँ घुम्नुहोस्। निकै लो बजेटमा तपाईँले निकै रमाइलो ठाउँहरू घुम्न सक्नुहुनेछ। हामीले पनि भिडियोमा प्रस्तुत गरिएको छौँ। तपाईँहरूले हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। फेरि अर्को भिडियोमा भेट्ने